अहँ, हाम्रा पुर्खाहरूले नि घर बनाउँदा सधैँ साल वा सिसौके काठ किन छाने होला नै? एकदम रोचक प्रश्न। अनि ठेकी वा मदानी बनाउन पर्यो भने चाहिँ फेरि दार वा खमारीकै काठ खोज्ने चलन छ नि। हो, त्यही त। यो कुनै संयोग त पक्कै थिएमा होला। मतलब यो त हजारौं वर्षको एउटा निरन्तर अवलोकन पो थियो त। पक्कै पनि मानिसले प्रकृतिलाई हेर्यो अनि त्यसका गुणहरू चिन्यो नि त। त्यसपछि त्यसलाई आफ्नो अनुकूल बनायो। एकदम। तर आज हाम्रो यो गहन अध्ययनको विषय नि अझै गहिरो छ क्या। आज हामी हाम्रो वरपरका कुराहरूलाई सामान्य रूपमा हेर्ने बानी वा भनौँ न अवलोकन कसरी एउटा जटिल र अचूक वैज्ञानिक अनुसन्धानमा परिणत हुन्छ भन्ने कुरा डिकोड गर्दैछौँ। यो साँच्चै नै एउटा ठूलो वैचारिक फड्को हो नि। किनकि हाम्रो वरपरका वस्तुहरूलाई केवल नाङ्गो आँखाले देख्नु र तिनलाई एउटा वैज्ञानिक दृष्टिकोणले बुझ्नुमा खै भनौँ न आकाश पातालकै फरक छ नि। हो त नि। विज्ञानले त हाम्रा ज्ञानेन्द्रियका अनुमानहरूलाई पन्छाएर तथ्य प्रमाण र ठ्याक्कै मापनमा विश्वास गर्छ क्या। मानव जातिको विकास नै यही ट्रान्जिसनमा लुकेको छ। यसलाई अलि सुरुबाटै हेरौँ न है। हाम्रा 5 ज्ञानेन्द्रियहरू आँखा, नाक, कान, जिब्रो अनि छाला, यी त हाम्रा जैविक सेन्सरहरू हुन् नि त। एकदम सही। लाखौं वर्षको मानव विकास क्रममा नै यिनै सेन्सरहरूले हामीलाई जङ्गलमा शिकारीबाट बच्न मद्दत गरे वा भनौँ न खान हुने र नहुने कुरा छुट्याउन सिकाए। हामी यिनैको प्रयोग गरेर वस्तुको रङ, गन्ध, स्वाद वा तातो चिसोपन थाहा पाउँछौँ। यसलाई नै त अवलोकन वा अब्जर्भेसन भनिन्छ नि, होइन र? हो नि। जीवन बचाउनका लागि यी सेन्सरहरू साँच्चै उत्कृष्ट छन्। तर के भने नि? तर ब्रह्माण्डको वस्तुगत यथार्थ अथवा अब्जेक्टिभ रियालिटी बुझ्नको लागि चाहिँ यो एकदमै कमजोर र सीमित छन् क्या। कसरी नि? मतलब अवलोकनले हामीलाई वस्तुको बाहिरी गुण त बताउँछ है, तर त्यसभित्रको आणविक संरचना कस्तो छ, त्यसको खन्दिलोपना कति छ, वा त्यो कुनै अर्को रसायनमा घुल्छ कि घुल्दैन, बल्छ कि बल्दैन भन्ने कुरा त आँखाले हेरेर वा छालाले छुएर मात्र ठम्म्याउन सकिँदैन नि त। साँच्चै हो। हाम्रा ज्ञानेन्द्रियहरूले त हामीलाई सजिलै भ्रममा पार्न सक्छन् नि। हो, यहीँनिर नि हामीले हेरिरहेको आजको स्रोत सामग्रीमा एउटा गजबको प्रसङ्ग छ क्या। आयुषा भन्ने बच्चीको कथा छ नि त त्यहाँ। त्यो दियो बालेको प्रसङ्ग हो, त्यही। उनले आफ्नो घरमा दियोमा घिउ वा तेल राखेर बत्ती बलेको देखिन्। यो त उनको अवलोकन भयो नि त। एकदम। अनि उनको मनमा एउटा बलियो खुल्दुली जाग्यो क्या। दियोमा दुध राखेर पनि त बत्ती बाल्न सकिन्छ कि? घिउ पनि दुधबाटै बन्ने हो भनेपछि दुध पनि त बल्नु पर्ने हो नि त। कस्तो रमाइलो लजिक है। यो तर्क त एकदमै सुन्दर छ नि। एउटा बच्चाको मस्तिष्कले कसरी प्याटर्नहरू खोजिरहेको हुन्छ भन्ने यसले ठ्याक्कै देखाउँछ। हो नि। तर जब उनले आमालाई सोधिन् र आमाले प्रयोगै गरेर देखाइदिनु भयो नि, बत्ती त साँच्चै बलेन नि त। बलेन। प्रयोग अर्थात् एक्सपेरिमेन्टले एउटा नतिजा त दियो, दुध बल्दैन भनेर। तर किन बल्दैन भन्ने कारण त प्रयोग आफैले दिँदैन नि त। त्यही त। विज्ञानको सबैभन्दा महत्त्वपूर्ण इन्जिन नै यही किन भन्ने प्रश्न हो क्या। दुधबाट बनेको घिउ बल्ने, तर दुध आफै चाहिँ किन नबल्ने त? हो, यसको उत्तर खोज्न शिक्षकलाई सोध्नुपर्ने हुन्छ वा इन्टरनेट अनि पुस्तकहरूमा खोज्नुपर्ने हुन्छ। यसलाई नै त विज्ञानमा शोधखोज वा इन्क्वायरी भनिएको छ नि। एकदम सही। मलाई त यो पुरै प्रक्रिया नि एउटा चलचित्रको अनुभव जस्तै लाग्छ क्या। कसरी? सुन्नुस् है, अवलोकन भनेको कुनै चलचित्रको पोस्टर हेर्नु जस्तै हो क्या। पोस्टरले एउटा आइडिया दिन्छ नि त। दिन्छ। खासमा के भयो भन्ने थाहा हुन्छ। तर शोधखोज भनेको चाहिँ सिधै चलचित्रको निर्देशकलाई भेटेर तपाईले यो कथा किन र कुन मनसायले बनाउनु भयो भनेर सोध्नु जस्तै हो नि, होइन र? वाउ, यो एनालोजीले त कुरालाई एकदमै प्रष्ट पार्छ नि। पोस्टरले कौतूहल जगाउँछ, चलचित्रले घटना देखाउँछ, तर निर्देशकले मात्र त्यसभित्रको गहिराई र त्यो किन भन्ने प्रश्नको उत्तर दिन सक्छ। हो नि। विज्ञानको सम्पूर्ण जग नै यही सोधखोजमा अडिएको छ। खै भनौँ न, मानिसले हजारौं वर्षसम्म स्याउ खसेको अवलोकन गर्यो, रुखबाट खसालेर प्रयोग पनि गर्यो होला। गर्यो होला नि पक्कै। तर न्युटनले किन खस्छ भनेर सोधखोज गरेपछि मात्रै त गुरुत्वाकर्षणको सिद्धान्त जन्मियो नि, होइन र? एकदमै सही कुरा। तर नि जब हामी यो किन भनेर खोज्न प्रयोगशाला पस्छौँ नि, त्यहाँको दृश्य चाहिँ अलि फरक हुन्छ है। त्यहाँ अर्कै संसार हुन्छ। हो क्या। हामीलाई विशेष उपकरणहरू चाहिन्छन्। बीकर, कोनिकल फ्लास्क, मेजरिङ सिलिन्डर, बुन्सन बर्नर अनि टेस्ट ट्युब जस्ता कुराहरू।
तर मलाई यहाँनिर एउटा कुराले सधैँ सोच्न बाध्य बनाउँछ क्या। प्रयोगशालाका यी रसायन राख्ने र तताउने उपकरणहरू नि प्राय धातुको सट्टा काँचबाटै किन बनाइन्छन् होला? धातु त धेरै बलियो हुन्छ, भुइँमा खस्दा फुट्ने डर पनि हुँदैन नि। खै हेर्दा धातु बलियो देखिए पनि नि रासायनिक दृष्टिकोणले हेर्दा चाहिँ काँच निकै बलियो हुन्छ क्या। विशेष गरी बोरोसिलिकेट काँच भन्छौँ नि हामी। ए, बोरोसिलिकेट। हो, पहिलो कुरा त काँच पारदर्शक हुन्छ। जब दुईवटा रसायन मिसाइन्छ, भित्र कस्तो प्रतिक्रिया वा रियाक्सन भइरहेको छ, रङ कसरी बदलिँदैछ वा कुनै ग्यास निस्किरहेको छ कि छैन भनेर बाहिरबाट छर्लङ्ग देख्नुपर्ने हुन्छ नि त। त्यो त हो। यो त भयो सामान्य कारण, तर अझ महत्त्वपूर्ण कुरा के हो भने नि काँच इनर्ट हुन्छ, अर्थात् निष्क्रिय प्रकृतिको हुन्छ क्या। यसको मतलब काँचले भित्र राखिएको रसायनसँग आफै रियाक्सन गर्दैन, होइन त? ठ्याक्कै त्यही हो। यदि तामा वा फलामको भाँडोमा कडा एसिड हालियो भने नि त्यो भाँडो आफै पग्लिन थाल्छ के, अनि एसिडसँग रियाक्सन गरेर अर्कै नयाँ रसायन पो बन्छ त। ओहो। अनि हामीले खोजेको नतिजा त आउँदै आउँदैन। पुरानो समयमा अल्केमिस्टहरूले माटो वा धातुका भाँडाहरू प्रयोग गर्दा नि उनीहरूको प्रयोग धेरैजसो असफल हुनुको मुख्य कारण नै त्यही थियो। भाँडो नै प्रयोगको हिस्सा बनिदिन्थ्यो क्या। काँचले त्यो समस्या पुरै समाधान गर्छ। यो त रसायन शास्त्रको एकदमै आधारभूत तर क्रान्तिकारी कुरा पो रहेछ त। हो नि। तर प्रयोगशालाको कुरा गर्दा नि मलाई अलिकति खड्किएको अर्को एउटा विषय पनि छ है। के कुरा नि? त्यो स्केमेटिक चित्र क्या। ए हजुर। उपकरणहरू हेर्दा कति राम्रा गोलो आकारका र टल्किने हुन्छन् नि त, तर जब तिलाई कापीमा कोड्नुपर्छ, विज्ञानले एकदमै कडा र भनौँ न नीरस नियमहरू गनाएको छ क्या। नियम त कडा नै छन्। 3D चित्र बनाउनै नपाउने रे, केवल 2D मा मात्र बनाउनु पर्ने, रङ नभर्ने, छाया नपार्ने, सिधा र एकल रेखा मात्र तान्ने रे, अनि तीखो सिसा कलम र रुलरको मात्र प्रयोग गर्ने। मलाई चाहिँ यहाँनिर अलिकति असहमति जनाउन मन लाग्यो क्या। विज्ञानले चित्रकलाबाट रङ र छाया जस्ता सबै सुन्दरता किन हटाएको होला? के यसले विज्ञानलाई साधारण मानिसको पहुँचभन्दा अलि टाढा अथवा अलि बोरिङ बनाउँदैन र? यो एकदमै स्वाभाविक प्रश्न हो। हामीलाई त्यस्तै लाग्छ सुरुमा। कला त मानिसको भावनासँग जोडिएको हुन्छ नि त, त्यसैले हामी चित्रमा सुन्दरता खोज्छौँ। हो त नि। तर विज्ञानले जान तो सुन्दरतालाई मारेको हो क्या। जान किन नि? किनभने नि सुन्दरता वा कला सब्जेक्टिभ हुन्छ, मतलब व्यक्तिअनुसार फरक हुन्छ। एउटा चित्रकारले बनाएको छायालाई अर्कै देशको वैज्ञानिकले हेर्दा नि त्यो छाया हो कि भाँडोभित्र जमेको कुनै रसायन हो भनेर भ्रम पर्न सक्छ क्या। ओहो। अनि विज्ञानमा भ्रम हुनुको अर्थ हुन्छ सिधै दुर्घटना। भनेपछि नि यो कला होइन, यो त एउटा प्राविधिक सञ्चारको भाषा पो हो त। हो, ठ्याक्कै त्यही हो। यसलाई एउटा इन्जिनियरले बनाउने घरको नक्सा वा ब्लुप्रिन्टसँग जोडेर हेर्न सकिन्छ नि। नक्सामा घरको भित्ता कुन रङको छ वा घाम पर्दा कस्तो छाया पर्छ भनेर कहिल्यै देखाइँदैन नि त। त्यहाँ केवल लम्बाइ, चौडाइ र अनुपात मात्र हुन्छ। हो त नि, सही कुरा। स्केमेटिक चित्र पनि त्यस्तै एउटा विश्वव्यापी सञ्चारको माध्यम हो क्या। मानौ न एउटा टेस्ट ट्युबको चित्र बनाउँदा अलि सुन्दरता थपौँ भनेर त्यसको मुखमा एउटा गोलो धर्का तानियो रे। प्राविधिक भाषामा त्यसको अर्थ हुन्छ त्यो टेस्ट ट्युब बन्द छ। अब त्यो चित्र हेरेर अर्को मानिसले त्यसमा ताप दियो भने त भित्रको ग्यास निस्कन नपाएर त्यो पड्किन सक्छ नि। बाफ्रे। एउटा सानो कलात्मक रेखाले ज्यानै जान सक्ने दुर्घटना निम्त्याउन सक्छ क्या। वाउ, यो कुराले त हेर्ने दृष्टिकोण नै बदलिदियो नि त। सुन्दरता भन्दा पनि स्पष्टता, सुरक्षा र विश्वव्यापी एकरूपता पो मुख्य कुरा रहेछ त। विज्ञानले त मान्छेको भावनालाई हटाएर एउटा अब्जेक्टिभ सत्य मात्र राख्न खोजेको पो रहेछ त। एकदमै हो। अब यो प्राविधिक स्पष्टता र नक्साको कुरा गरिसकेपछि नि हामी विज्ञानको मुटु अर्थात् नाप वा मापनतर्फ प्रवेश गरौँ न है। जाउँ। अघि हामीले ज्ञानेन्द्रियको कुरा गर्यौं नि। अवलोकनले हामीलाई यो वस्तु ठूलो छ वा यो गौरङ्गो छ मात्र भन्छ, तर विज्ञानलाई त्यतिले पुग्दैन क्या। पुग्दैन। विज्ञानलाई त कति ठूलो छ भनेर ठ्याक्कै अङ्कमै चाहिन्छ नि। हो नि, विज्ञानको सम्पूर्ण महलै यही मापनको जगमा अडिएको छ क्या। र यसको सुरुवात लम्बाइबाट हुन्छ। कुनै पनि वस्तु कति लामो, अग्लो वा चौडा छ भन्ने कुराले नि त्यसको भौतिक अस्तित्वको एउटा आयाम वा भनौँ न डाइमेन्सन दिन्छ। लम्बाइ नाप्नका लागि हामी मिटर स्केल वा मेजरिङ टेपको प्रयोग गर्छौँ। फित्ता। र यहाँ महत्त्वपूर्ण कुरा उपकरण मात्र होइन क्या, त्यो उपकरण प्रयोग गर्ने तरिका पो हो त।
यसको एउटा निकै रोचक व्यावहारिक उदाहरण हाम्रो सामग्रीमा छ क्या, रिदम र उनको बुबाको कथा। ए हो, कार्पेट नापेको कुरा। हो त नि, घरमा नयाँ कार्पेट ओछ्याउन कोठाको नाप लिँदा रिदमले फित्ता अलिकति छड्के पारेर नापेछन् के। अनि बुबाले फेरि नाप्दा त नाप अलि कम पो आयो त। फित्ता बाङ्गो हुनु हुँदैन, भित्तासँग ठ्याक्कै सिधा वा समानान्तर हुनुपर्छ भन्ने कुरा ज्यामितिको कस्तो सामान्य नियम जस्तो लाग्छ नि सुन्दा। सुन्दा सामान्य लाग्छ। तर यसले त मापनको सटिकतालाई पो देखाउँछ त। यदि रिदमको नापलाई मात्र आधार मानिएको भए त कार्पेट ठूलो आउँथ्यो अनि कोठामा फिटै हुँदैन थियो नि। यो सानो त्रुटिले कसरी ठूलो परिणाम ल्याउँछ भन्ने एकदम राम्रो दृष्टान्त हो नि यो त। विज्ञानमा यस्तो प्याराल्याक्स एरर वा मानवीय त्रुटिले त अन्तरिक्ष यानको मिसनै फेल हुन सक्छ क्या। हो त नि। अनि एकाइहरूको कुरा पनि उस्तै महत्त्वपूर्ण छ है फेरि। युनिट्स। मिलिमिटर, सेन्टिमिटर, मिटर, किलोमिटर त विश्वव्यापी स्ट्यान्डर्ड हुन् नि त। तर अझै पनि हाम्रो चलन चल्तीमा इन्च, फुट, गेज अनि माइल उत्तिकै प्रयोग हुन्छन् नि। हो त नि, हामी अझै फुट र इन्च नै धेरै भन्छौँ नि। हो नि, 1 मिटर भनेको करिब 39.4 इन्च वा 1.09 गज हुन्छ क्या। विभिन्न एकाइहरूको यो भिडमा नि एउटै विश्वव्यापी स्ट्यान्डर्ड अर्थात् एसआई युनिट्स हुनु कति जरुरी छ भन्ने कुरा यसले महसुस गराउँछ नि। एकदम सही कुरा। अब पिण्ड अर्थात् मासको कुरा गरौँ न है। हुन्छ। पिण्ड भनेको कुनै पनि वस्तुमा भएको पदार्थको जम्मा मात्रा हो नि त। यसलाई नाप्न त ढक र तराजु, जसलाई हामी फिजिकल ब्यालेन्स भन्छौँ, त्यसको प्रयोग गरिन्छ। हो। तर यहाँनिर नि मानिसको दिमागले कसरी धोका खान्छ भन्ने एउटा गजबको कुरा छ क्या। 1 किलो कपास र 1 किलो चामल, दुवैको पिण्ड ठ्याक्कै 1 किलोग्राम नै हो नि त। तर कपासले चामलभन्दा धेरै गुणा बढी ठाउँ ओगट्छ क्या। कस्तो अचम्म है। ये त खासमा प्याकिङ डेन्सिटीको खेल हो क्या। प्याकिङ डेन्सिटी? कुनै पनि वस्तु नि साना साना कणहरू मिलेर बनेको हुन्छ नि त। कपासका कणहरू एकदमै खुकुलो गरी मिलेका हुन्छन्, तिनको बीचमा धेरै हावा भरिएको खाली ठाउँ हुन्छ क्या। ए, त्यही भएर। तर चामल वा कुनै ठोस धातुका कणहरू एकदमै खादिएर एकदम टाँसिएर रहेका हुन्छ नि त। जति धेरै खादियो त्यति नै कम ठाउँमा धेरै पिण्ड अटाउँछ क्या। यो कुरा सामान्य लाग्न सक्छ, तर पारवहन वा इन्डस्ट्रियल सिपिङमा नि यसको हिसाब किताब नराख्ने हो भने त ठूलो आर्थिक नोक्सानी हुन्छ नि। एउटा पानी जहाजमा कति टन सामान राख्न सकिन्छ भन्ने कुरा त्यो सामानको पिण्डले मात्र होइन, त्यसको भोल्युम वा खदिलोपनाले पनि निर्धारण गर्छ क्या। ओहो, यसले त हाम्रो दिमागको अर्को एउटा बायस वा भनौँ न पूर्वग्रहलाई पनि उजागर गर्छ क्या। हामी कहिलेकाहीँ हातले उचालेर ओहो यो त गौरुङ्गो छ भन्छौँ नि। भन्छौ नि। तर हातले उचालेर यो गौरुङ्गो छ भन्नु र तराजुमा राखेर यसको पिण्ड यति छ भन्नुमा त धेरै ठूलो तात्विक फरक पो छ नि। हाम्रो मस्तिष्कले ठूलो आकार देख्ने बित्तिकै यो त पक्कै गौरुङ्गो हुनुपर्छ भनेर आफै निष्कर्ष निकाल्छ क्या। हो, हाम्रो मस्तिष्क इभोल्युसनको क्रममा त्यसरी नै प्रोग्राम भएको छ नि त। जङ्गलमा ठूलो फल देख्दा त्यसमा धेरै खानेकुरा छ भन्ने हाम्रो पुर्खाको बुझाइ थियो क्या। यही कुरालाई हाम्रो स्रोत सामग्रीमा दिएको पासाङ र समिताको कथाले एकदम प्रष्ट पार्छ नि। ए हो त नि। उनीहरू तरकारी फार्ममा जाँदा शिक्षकले एउटा काँक्रो र एउटा फर्सी हातले पालै पालो उचालेर कुन गौरुङ्गो छ भनेर अनुमान गर्न लगाउनु भयो नि त। अनि समिताले त काँक्रो लामो र ठूलो भएकाले त्यही गौरुङ्गो होला भनिन् नि। हो नि, तर पासाङले चाहिँ फर्सी छोटो भए पनि डल्लो र बाक्लो भएकाले त्यसकै पिण्ड बढी होला भने क्या। अनि जब तराजुमा जोखियो नि साँच्चै फर्सी नै बढी तौलको निस्कियो त। यसको मतलब नि हाम्रो आँखाले वस्तुको आकार हेरेर गर्ने अनुमान त एउटा कग्निटिभ ट्र्याप पो रहेछ त। एकदमै ठूलो ट्र्याप हो। हामी लम्बाइ वा आकारलाई सिधै पिण्डसँग जोडेर हेर्छौं क्या। भौतिक तराजु भनेको त हाम्रो मस्तिष्कको यही कमजोरीलाई बाइपास गर्न पो बनाइएको एउटा साधन रहेछ नि। हो नि, अनुमानलाई त विज्ञान मानिदैन नि त, मापनलाई पो मानिन्छ त। सही कुरा। अनि मापनको यो यात्रामा नि समयको भूमिकालाई पनि त बिर्सन मिल्दैन नि। समयलाई विज्ञानले 2 घटना बीचको अवधि भनेर परिभाषित गर्छ क्या। कसरी नि? मतलब आज बिहान घाम उदाउनु एउटा घटना भयो, अनि भोलि बिहान घाम उदाउनु अर्को घटना। यो 2 घटना बीचको अवधि नै 24 घण्टा वा 1 दिन हो क्या। ए, त्यसरी पो? हो नि।
अनि यसलाई अझ सूक्ष्म रूपमा नाप्न हामी खेलकुदमा दौडको समय निकाल्न स्टपवाचको प्रयोग गर्छौं नि जसले सेकेन्डको पनि 100औं भागसम्मको एकदम सटिक नाप दिन्छ। लम्बाइ नाप्न फित्ता भयो, पिण्ड जोख्न तराजु भयो, अनि समय नाप्न घडी भयो। यी सबै कुरा नाप्न अलि सजिलो र सिधा लाग्यो क्या मलाई त। यी त सिधा नै छन्। तर यहाँनिर एउटा रहस्यमय र अलिकति ट्रिकी परिमाण पनि छ है, आयतन वा भोल्युम। ओहो, आयतन, यो त अलि गाह्रो छ। हो क्या? कुनै वस्तुले कति ठाउँ ओगटेको छ भनेर कसरी नाप्ने? स्पेसलाई कसरी क्वान्टिफाई गर्ने त? यो साँच्चै नै जटिल आयाम हो। नियमित आकार भएका ठोस वस्तुहरू जस्तै इँटा वा किताबको आयतन निकाल्न त सजिलो छ नि। सूत्र लगाएर। हो नि, त्यसको लम्बाइ, चौडाइ र उचाइ नाप्ने अनि तीनवटैलाई गुणन गरिदिने। तर यहाँ एउटा गहिरो ज्यामितीय अवधारणा लुकेको छ क्या। के कुरा नि? सतह मात्र भएको तर मोटाइ वा उचाइ नभएको वस्तु नि, जस्तै एउटा आयत, वर्ग वा वृत्तको क्षेत्रफल त हुन्छ तर आयतन हुँदैन क्या। आयतन हुनका लागि त त्यसले 3D स्पेस ओगट्नुपर्छ नि त। एकदम। कागजमा कोरिएको वृत्तले भौतिक रूपमा ठाउँ त ओगट्दैन, तर एउटा फुटबलले त ओगट्छ नि त। हो नि। अनि ग्यासको कुरा गर्दा त झन अनौठो छ क्या। ग्यासको कुनै निश्चित आयतन हुँदैन नि त, किनकि यो त फाइल्ने र खुम्च्ने गर्छ नि। को त त्यो राखिएको भाँडोको आयतन पो हुँदो रहेछ त। एकदम सही बुझ्नुभयो। अनि तरल पदार्थको कुरा गर्दा चाहिँ हामी मेजरिङ सिलिन्डर प्रयोग गर्छौं। 1 लिटर भनेको 1000 क्युबिक सेन्टिमिटर वा 1000 मिलिलिटर हुन्छ क्या। सिलिन्डरमा पानीको सतह हेर्दा नि हाम्रो आँखा ठ्याक्क त्यो सतहको तल्लो भाग वा मेनिस्कस भन्छौं नि, त्यससँग समानान्तर हुनुपर्छ क्या। अघिको फित्ताको कुरा जस्तै। हो नि, अलि माथि वा तलबाट हेर्यो भने त प्यारालेक्स एररले गर्दा नाप पुरै बिग्रिन्छ नि। यो त तरल र नियमित आकारका ठोस वस्तुको कुरा भयो। तर मानौ न हामीसँग एउटा अनियमित आकारको ठोस वस्तु छ रे, जस्तै एउटा ढुङ्गा। त्यसको त न निश्चित लम्बाइ हुन्छ, न चौडाइ हुन्छ, न त कुनै ज्यामितीय सूत्र नै लाग्छ नि त। त्यसले कति स्पेस ओगटेको छ भनेर कसरी निकाल्ने त? यो त निकै ठूलो चुनौती भयो नि, होइन र? नसकिँदैन नि। तब प्रकृतिले नै दिएको अर्को बाटो प्रयोग गरिन्छ क्या। कस्तो बाटो नि? यसलाई हामी विस्थापन विधि वा डिस्प्लेसमेन्ट मेथड भन्छौं। भौतिक विज्ञानको एउटा आधारभूत नियम छ नि, दुईवटा वस्तुले एकै पटक एउटै स्थान कहिल्यै ओगट्न सक्दैनन् क्या। सक्दैनन्। हो, यही नियमको आधारमा ढुङ्गाको आयतन निकालिन्छ। एउटा मेजरिङ सिलिन्डरमा अलिकति पानी राखेर पहिला त्यसको सतह नापिन्छ, अनि त्यो अनियमित आकारको ढुङ्गालाई धागोले बाँधेर बिस्तारै पानीमा डुबाइन्छ नि त। अनि ढुङ्गाले त आफ्नो ठाउँ बनाउनको लागि पक्कै पानीलाई धकेल्छ नि। ठ्याक्कै त्यही हो क्या। ढुङ्गा डुबेपछि पानीको सतह जति माथि उठ्छ नि, त्यो बढेको पानीको आयतन नै त्यो ढुङ्गाको आयतन हो। वाउ। अनि यदि ढुङ्गा ठूलो छ र सिलिन्डरमा छिर्दैन भने नि, एउटा ठूलो डेक्चीमा मुखसम्मै भरिने गरी पानी राखिन्छ। अनि त्यो डेक्चीलाई एउटा ठूलो बाटाभित्र राखिन्छ। अब ढुङ्गालाई डेक्चीमा डुबाउँदा ढुङ्गाले ओगटेको ठाउँ बराबरको पानी पोखिएर बाटामा जम्मा हुन्छ क्या। त्यो पोखिएको पानीलाई सङ्कलन गरेर मेजरिङ सिलिन्डरमा नापेपछि त ढुङ्गाको आयतन ठ्याक्कै निस्कन्छ नि। यो कति सुन्दर र एलिगेन्ट समाधान हो क्या। हो नि। यसलाई अझ सरल रूपमा सोच्ने हो भने नि, यो त ठ्याक्कै पानी भरिएको बाटा, भनौँ न बाथटबमा कोही मानिस पस्दा जति पानी बाहिर पोखिन्छ, त्यो पोखिएको पानीको मात्रा नै त्यो मानिसको आयतन हो भन्ने जस्तै भयो नि त। एकदम सही। विज्ञानले कसरी एउटा जटिल ज्यामितीय समस्यालाई पानी पोखिरे जस्तो अत्यन्तै सरल प्राकृतिक नियमबाट समाधान गर्छ भन्ने यो उत्कृष्ट नमुना हो क्या। एकदमै हो नि। विस्थापनको यो सिद्धान्तले हामीलाई के सिकाउँछ भने नि, ब्रह्माण्डका हरेक वस्तुको आफ्नो एउटा निश्चित अस्तित्व र स्पेस हुन्छ क्या। पदार्थले आफ्नो ठाउँ कहिल्यै छोड्दैन, बरु अर्को कुरालाई विस्थापित पो गर्छ त। वाउ, ल हेर्नुस् त, हाम्रो आजको यो यात्रा कति गजबको रह्यो। साँच्चै नै। हामीले हाम्रा ज्ञानेन्द्रियहरूको सीमितता र जैविक सेन्सरहरूले कसरी धोका दिन्छन् भन्ने कुराबाट कुराकानी सुरु गरेका थियौं नि त। अनि आयुषाको दूध र घिउको जिज्ञासाबाट हामीले बुझ्यौं कि अवलोकनले के भयो मात्र भन्छ, प्रयोगले नतिजा दिन्छ, तर किन भयो भनेर बुझ्न त सोधखोज नै गर्नुपर्छ पो त। त्यसपछि हामी प्रयोगशाला पनि पस्यौं। काँच किन प्रयोग गरिन्छ भन्ने रासायनिक कारण खोतल्दै नि स्केमेटिक चित्रको कडा नियमले कसरी कलालाई हटाएर विज्ञानलाई एउटा सुरक्षित र विश्वव्यापी भाषा बनाउँछ भन्ने कुराको पनि विश्लेषण गर्यौं नि।
हो नि, अनि त्यहाँबाट त हामीले मापनको गहिराई नाप्यौं क्या, लम्बाई नाप्दा हुने त्रुटिदेखि लिएर पिण्ड र आयतनको फरक बुझ्दै हाम्रो मस्तिष्कले आकार हेरेर तौलको कसरी गलत अनुमान गर्छ भन्ने त्यो कग्निटिभ ट्र्यापको कुरा पनि गर्यौं नि। अनि अन्त्यमा पानी पोखिने सरल विस्थापन सिद्धान्तबाट जस्तो सुकै अनियमित वस्तुको पनि आयतन निकाल्न सकिन्छ भन्ने कुरा त झन् छर्नङ्ग पार्यौं है। अनि यो पुरै यात्राले नै हामीलाई एउटा महत्त्वपूर्ण निष्कर्षमा पुर्याउँछ क्या। कस्तो निष्कर्ष नि? विज्ञान भनेको केवल पुस्तकमा लेखिएका सूत्रहरू वा प्रयोगशालाका उपकरणहरू मात्र होइनन् नि त। यो त हाम्रो वरिपरिको यथार्थलाई कुनै भ्रमरहित रूपमा बुझ्ने एउटा निरन्तर चलिरहने प्रक्रिया पो हो त। एकदम सत्य कुरा। हामीले जति राम्रो उपकरण बनाउँछौं नि, हाम्रो बुझाइ त्यति नै गहिरो हुँदै जान्छ क्या। आजको यो रोचक छलफलको अन्त्यमा नि म एउटा निकै उत्तेजक विचार छोडेर जान चाहन्छु क्या। हुन्छ, भन्नुहोस् न। हामीले मिटर, किलोग्राम र लिटरको सहायताले हामीले देख्ने, छुने र महसुस गर्न सक्ने यो भौतिक संसारलाई त नाप्न सिक्यौं नि। सिक्यौं। हाम्रो विज्ञान यहाँसम्म आइपुग्यो, तर ब्रह्माण्डमा यस्ता कुराहरू पनि त छन् नि जसको कुनै भौतिक रूपै छैन क्या। जस्तै डार्क एनर्जी, जसले यो पुरै ब्रह्माण्डलाई फैलाइरहेको छ, वा स्वयं मानिसको चेतना, जसले यी सबै कुरा बुझिरहेको छ नि। ओहो, हो त नि। ती अदृश्य कुराहरूको त लम्बाई, पिण्ड वा आयतन हुँदैन नि। त्यसो भए नि जब विज्ञान अझै गहिरो हुँदै जान्छ नि, यी अदृश्य र अभौतिक कुराहरूलाई नाप्नका लागि भविष्यमा मानिसले कस्ता नयाँ एकाइ र उपकरणहरू आविष्कार गर्नु पर्ला त? यो त साँच्चै सोच्न बाध्य बनाउने कुरा हो है। के हामीले भविष्यमा चेतना नाप्ने कुनै स्केल बनाउन सकौँला त? खै, विज्ञान हो, केही भन्न सकिँदैन। जे होस्, अवलोकन र सोधखोजको यो यात्रा कहिले रोकिने छैन नि, किनकि ब्रह्माण्डमा बुझ्न बाँकी कुराहरू अझै अनगिनित छन् क्या। एकदमै। आजको यो रोमाञ्चक विचार विमर्शबाट हामी बिदा हुन्छौं। हामी सबैले यसरी नै खोज्दै रहौं अनि सोध्दै रहौं है त।